गढपुरै अहिले चाहिँ बिदाले बसमा चढिरहेको छु बसतिर जब हामी मान्छेलाई आउनै बेला अगाडिको खिचेको छु बाटो ठाउँ चाहिँ अब कतै जानेछ भन्ने कुरा चाहिँ रात पानीतिर पनि बचाएको छ आज त मलाई कस्तो लाग्छ यहाँ बुर्ज खलिफा हो हामी त्यता जाँदैनौँ हामी त्यता जान्छौँ बुर्जले दिनुभएको छ नि बिगारेको स्पेसल यहाँ चाहिँ आर्किटेक्चर खतरा छ क्या यहाँको बिल्डिङहरूको स्वरूप बनाउनुको यति खतरा हो कि यो मान्छेहरूले खेलाउना बनाएको जस्तो हामीले चित्र कोर्या जस्तो बनाएको छ यति नयाँ नयाँ छ होइन बिल्डिङहरू आफ्नै टाइपको छ क्या विभिन्न बिजनेस ग्रुप कम्पनीहरूको कन्स्ट्रक्सन कम्पनीहरू छ कि उनीहरूको आफ्नै डिजाइन बनाएको छ जस्तै एउटाले बनाएको कम्पनी काम चाहिँ त्यसरी चाहिँ अर्कोले चाहिँ कपी गर्न बनाइ छ या कपी पनि गरेको छैन यो छुट्टै छुट्टै छ क्या सबको आफ्नो यहाँ चाहिँ जस्तै रियलिस्टिक छ जस्तै एजिटी छ सोबार एजिटी छ अनि बेङ्खाती भन्ने छ अर्को दानुबे छ एकदम धेरै छ अझ इमारतहरू स्पेसली यहाँको भइहाल्यो होइन यहाँ धेरैभन्दा छ अनि सानो सानो ग्रुपहरू छ त्यो जस्तो मान्छे के छ भने बिजनेस गर्नलाई टिम बनेर होइन सानोबाट बिजनेस गरेर त्यो बिजनेसलाई एकचोटि लगानी गरेपछि एउटा सक्सेस हुने भने फेरि आफ्नो बिजनेसमा चाहिँ लगानी गर्छ त्यसैले पनि यो ठाउँ चाहिँ धेरै जस्तो यहाँको लोकलले भन्दा चाहिँ बाहिरबाट आउँछ जस्तै इन्डियन पाकिस्तानी युरोपियनहरू अरबियन भनौँ न यो देशभन्दा बाहिर हो क्या यहाँको बाहिरको मान्छेले बनेको छ धेरै जस्तो जनसङ्ख्या बाहिरको गर्दाखेरि चाहिँ अहिले चाहिँ सबैको लगभग भएको छ र कमाएको हिसाबमा भने स्किल हुने र जो आइटी इन्जिनियर पढ्ने स्किल हुने जो पनि यो होटल लाइन राम्रोसँग गर्न सक्नेहरूको चाहिँ कमाइ छ भने जो अनस्किलहरूले चाहिँ अलिक गाह्रै छ पैसा राम्रोसँग कमाइ छैन त्यसै कारणले गर्दाखेरि यदि आउने चाहनु भयो भने चाहिँ यहाँहरूले चाहिँ स्किल सिकेर
चाहन्छु म आफै पनि अनस्किल नै छु भन्नाले जस्तो काम त्यति पाएन त्यही पनि गुजरात चलाइरहेको छु त्यही कारणले मान्छेले कति भन्छ भने यो युरोपभन्दा राम्रो छ भन्छ योभन्दा राम्रो छ भने चाहिँ किनभने सबै कुराको यहाँ फेसिलिटी छ मान्छेहरू सबै छ तर अलिकति यहाँको नराम्रो भनेर त्यहाँ हावा पानी हो अब यहाँको इजी छ त्यहाँ हेर्नुहोस् सो यहाँ धेरै छ यस्तो बिल्डिङ कन्स्ट्रक्सनहरूको यहाँ सबै ग्रुपहरू छ एकदमै धेरै ग्रुपहरू छ नानीहरू छ त्यो जसले आफ्नो ग्रुपले चाहिँ बनाएको छ भन्दाखेरि पैसा कमाउन आउनुहोस् तर लाइफमा एकचोटि तपाईँहरू दुवै चाहिँ घुम्न आउनुहोस् भन्न चाहन्छु म घुम्नु जानुपर्ने ठाउँ हो विकासको मान्छेले चाह्यो भने चाहिँ हाम्रो जस्तो हरियो भनौँ न प्रकृतिले सम्पन्न भएको देशमा हामी के गर्छ तर यहाँ ठाउँ केही छैन यहाँको यस्तो गरम हावापानी भए पनि यहाँको यो बालुवामा भए पनि मान्छेले चाहिँ पानीहरू दिन रात दिएर पनि हरियाली बनाएको छ नि यो सहर यति सुन्दर बनेको छ त्यही कारणले गर्दाखेरि पनि विकास मान्छेले चाह्यो भने के हुँदैन र होइन गर्नु सक्नुहुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो यो र भनिने भने यो देशले विकास गरेर फर्को मारेको धेरै भएको छैन अहिले सबैको नजरमा परेको छ र स्किलफुल हुने जुन चाहिँ आइटी कम्प्युटर चाहिँ विभिन्न चाहिँ बिजनेसमा स्पेसल बिजनेस गर्नेहरूको लागि चाहिँ यहाँ चाहिँ इन्कम ट्याक्स फ्री छ त्यसैले पनि बिजनेस गर्नको लागि चाहिँ एकदम गुड पोइन्ट हुनसक्छ कतिपय मान्छेहरू के छ भने चाहे युरोप चाहे इन्डियन नेपाली चाहिँ पाइन्छ जति पनि ऊ छ कतिको चाहिँ आफ्नो चाहिँ युरोपतिरको क्यानाडा अस्ट्रेलिया उताको बिहार भनेर यता आएर बिजनेस गर्ने जब यहाँ गर्मी सुरु त्यहाँबाट फेरि जुन छ जुन देश छ त्यहाँ चाहिँ हामी त्यसरी नै गर्ने भेटिएको छ त्यही कारणले गर्दाखेरि यहाँको पहिलाको मुख्य आय स्रोत भनेको त एउटा खजुरी मात्रै हो तर पछि जब आयो यहाँको बारेमा अझ मैले पनि त्यति राम्रो थाहा छैन फेरि आफ्नो एपिसोडहरूमा यहाँको दुबईको बारेमा भन्ने छु दुबईको विभिन्न ठाउँहरू घुमेँ तर मैले अब त्यो बनाउनुपर्छ आज सुरुवात यहाँको बिल्डिङहरू कता छ यहाँ हामीले दुबईको बारेमा सक्नुहुन्छ अब बनाएर हाल्दाखेरि कवि हुन्छ कि भन्दाखेरि हाले दुबईको बारेमा युट्युबमा मजाले पाउन सक्नुहुन्छ यहाँ है त प्रायः बाटो यसरी बनाएको छ जहाँबाट जाम होला जस्तो छ त्यहाँबाट उकालेको छ जहाँबाट जाम होला जस्तो छ तल झारेको छ होइन त्यसरी यो माथिको चाहिँ यो ग्रिन उसको मेट्रोको रेड लाइन र ग्रिन लाइन छ यहाँ दुईवटा अब हामी यहाँबाट कोट मेट्रो बस स्टेसन झर्छौँ त्यहाँबाट मेट्रो चढेर म छौँ जाम भयो ओर मेता टु आउँदैछ त्यसपछि ओट मेता बस मेट्रो स्टेसनमा छर्छौँ नि सिस्टम एकदम राम्रो छ अरू मेन कुरा छ भन्दा पनि यहाँ बाटो क्रस गर्दाखेरि पर्छ र अर्को कुरा चाहिँ जति बेला उस गऱ्यो भने बाटो क्रस गर्दाखेरि चाहिँ गाडीहरू त आफै रोक्नु जुन चाहिँ हाम्रो ठाउँतिर अब यो ठाउँहरू के हुन्छ भने बाटो काट्दैन मान्छेले गाली गर्दैन त्यस्तो छैन एकदम छ भने जति स्पिड नभएर उसले गर्छ माथि ट्रेन गइरहेको छ हेर्ने नि त माथि ट्रेन तलबाट बस गइरहेछ र बर्दियो चाहिँ यस्तो ठाउँ हो कि नेपालको मिनी नेपाल भनेर भनिन्छ त्यहाँ चाहिँ मेट्रो पनि आउँछ बस पनि आउँछ र मर्गिना पनि आउँछ बोटिङ पनि आउँछ ल त्यहाँ चाहिँ हेर्नुहोस् डुगर पनि छ यो माथिको चाहिँ ग्रिनल्यान्ड मेट्रो स्टेसन हो त्यहाँ मान्छे हिँड्ने फुल मान्छेको लागि यसरी बनाइदिएको छ हेर्नु त हरियाली कसैले यसलाई चाहिँ मरुभूमि दुबई भन्न सकिन्छ हरियाली छ सायद अबको 10-15 वर्षपछि त हरियो बन्ने हेर्न त दुबई आउनुपर्छ जस्तो लाग्छ यहाँको सरकारले अहिले चाहिँ धेरै जस्तो चाहिँ यो प्लान्टेसनमा चाहिँ धेरै मद्दत दिएको कारणले गर्दाखेरि पहिलाको तुलनामा अहिले चाहिँ गर्मी पनि एकदम कम भइरहेको छ किनभने यहाँको चाहिँ मेन कुरा वृक्षारोपण रुखहरू नै हो नि त त्यही कारणले गर्दाखेरि वृक्षारोपण गरेपछि यसको चाहिँ हावाहरू मेन्टेन हुने देवदूतको चाहिँ यति ठुल्ठुलो उस भएको छ हाम्रो ठाउँमा चाहिँ भएको रुखलाई बचाउन सक्दैन यहाँ चाहिँ नभए पनि त्यसले चाहिँ बचाउनु पर्छ विभिन्न एनजिओ यहाँको संस्था कम्पनीहरूले चाहिँ त्यसरी रोक्नु लाग्छ प्रोग्रामहरू बनाइ सरकारले उर्मे त बसिसन आयो अहिले चाहिँ मैले बाई गरेँ के ल खाली छ
मान्छे राति भइरह अब चाहिँ यो आफै खोल्छ क्वाक्क खोल्यो यो हल्कुबे बस पाक यो हल्कुबे यो सिन्दाका म्युजियम हो यो यो क्यारी